बिहान भइसक्यो उठ्ने बेला भइसक्यो 8 बज्नु लागिसक्यो उठ बाबु नानी हो कि क्या हो ल है ल है ल ल हामी पुग्लिङको यात्रा हामी चाहिँ पुग्लिङको बाटो आइसक्यो यात्रा हाम्रो चाहिँ दमले आएर पनि केन्द्र कार्यालय गएर एउटा पेपर बनाएर आइसक्यो त खाजा खान आएको पिसाब लाग्यो नआएको कहाँ हुन् यहाँ नगरपालिका ढक्कलाई यहाँ फेरि यस्तो गरिरहेको हातले अनि फोहोर छ पछाडि चाहिँ म चाहिँ यहाँ छु ल है त अब हामी एकछिनमा निक्लिन्छ सायद बन्दीपुर जान सकिन्छ होला हामी तर यहाँ एउटा खरानी सायद उताले गएको बन्दीपुर जाने प्लान छ के हुन्छ ठिकाना देखा जाएगा जग्गा देखा जाएगा ओके हामी चाहिँ यहाँ खाजा खान छिरेको यो पत्तुराली र मोमो आइसक्यो दमलिया बसेर मोमो खाँदैछ हामी ल हामी चाहिँ यहाँ दमलीबाट निक्लिसक्यो बाई बाई बन्दीपुर जान्छ बन्दीपुर ल सर बन्दीपुर गएर भेटौँ न हामी यात्रा
त्यही नै माथि ल हामी चाहिँ बन्दीपुर छिर्सेको यहाँ छ खरानी म चाहिँ यहाँ हामी बन्दीपुर है ल बन्दीपुरको बजार खरानी र म चाहिँ यहाँ होटेलमा खानेर खाना बसेँ पछाडि भिउ छ तर यहाँ ठिकै छ यहाँ शीतल लगाएर यसमा बसेर हामी चाहिँ टक्क लगाएर अब एकछिन खानेकुरा आउँछ खानु बस्ने ल हामी चाहिँ बन्दीपुरबाट पनि फर्किसक्यो मेरो साथी अहिले उठेर आउँदैछ चिकनको यात्रा हामी चाहिँ ऐना पार आइसक्यो आउँदैछ भेले यहाँ अर्को भेले नि बाई बाई ऐना पार हामी निक्लेको CO2 बाटो घुमाएर ओके ल फाइनल गाइज म चाहिँ घर आइसकेँ यो म चाहिँ घर आइसकेँ अब हल्का फ्रेस हुनुपर्छ होइन आउन चाँडै नै आएको थियो तर यसो घुमी फिरी गर्दा गर्दा त्यही बेलुका भयो बेलुका त के भन्ने बाहिर उज्यालो नै छ तर जे भए पनि 6 बजिसक्यो 6:30 बजिसक्यो हो भने आजको ब्लग यति नै थियो कोले अन्त इन्जोय गर्नुभयो सबैजनालाई धन्यवाद दिन चाहन्छु र त्यसै गरी अर्को नेक्स्ट ब्लगमा अबको ब्लग भनेको चाहिँ अब चाहिँ सिन्धुलीको ब्लग आउँछ सायद सबैजनाले हेरिदिनु होला हस्त धन्यवाद।